एभ्रिवान नमस्ते आरामै हुनुहुन्छ स्वागत छ मेरो युट्युब च्यानलमा हजुरहरूलाई आज म बनाउन जाँदैछु टमाटरको मिठो अचार। फर्स्टमा चाहिँ म 2 केजी टमाटरलाई सफा पानीमा मजाले पखाल्छु अनि बोइल गर्नको लागि कराईमा अलिकति पानी लिएर टमाटरलाई बोइल गर्नको लागि छोड्छु। बीचमा चाहिँ हेर्छु मैले कस्तो भयो, ठिक्क बढी गलाउनु पनि हुँदैन र बोक्रा मजाले निस्किन सक्ने भएपछि चाहिँ रेडी हुन्छ र मैले यसरी एउटा भाँडामा निकाल्छु। अलि तातोमा भन्दा चिसोमा चाहिँ यो टमाटरको बोक्रा निकाल्न पनि सजिलो हुन्छ र मैले बोक्रा यसरी निकाल्दैछु सबै टमाटरको। यसलाई चाहिँ हजुरहरू ग्राइन्डरमा राखेर मसिनो पनि गराउन सक्नुहुन्छ। म चाहिँ मसिनो भन्दा ठिक्कको नै गराउन ठिक लाग्ने भएको भएर म चाहिँ ग्राइन्डरमा राख्दिनँ र यतिकै काटेर या हातले नै ठिक लाग्ने भएको भएर म चाहिँ यतिको रस बनाउँछु। अनि कराईमा फेरि पानी सुकाउनको लागि यतिकै टमाटरलाई राख्छु। फटफट पाकिसकेपछि मजाले पानी सुकाउनु पर्छ, फेरि टमाटरको अचार बिग्रिन पनि सक्छ। यतिको पानी सुकिसकेपछि म फेरि यसलाई फ्राई गर्नको लागि अर्को भाँडा रेडी गर्दै गर्छु। त्यतिन्जेलसम्म यतिको पाकिसकेछ, पानी सबै सुकिसक्यो। अनि म अब अर्को भाँडामा फेरि कराई रेडी गर्छु अनि तेल राख्छु। त्यसमा चाहिँ तोरी र जिरालाई फ्राई गर्छु अनि अदुवा र लसुनलाई पनि काटेर राख्छु अनि खुर्सानी अनि फेरि त्यो पेस्ट राख्छु टमाटरको अनि यतिकैमा चलाइदिन्छु मजाले। अनि हल्का फतफत पाक्छ अनि पाकिरहेछ, बीचमा चलाउँदै हेर्दै गर्छु। अनि नुन राखेँ अनि अलिकति खुर्सानीको अचार राखेँ त्यसैमा अनि चलाएर मजाले ढाकेर फेरि एकछिन मजाले पाक्न दिन्छु। अनि फेरि हेर्नुहोस् त कति खाउँ भइसक्यो। मलाई त खान मन लागिसक्यो, यति राम्रो देखिरह नि खाउँ टाइपको। अनि मजाले पकाउँछु, बीचमा चलाउँदै पकाउँदै गर्छु मजाले। पानी चाहिँ नरहोस् कि बीचमा पानी रहिहाल्यो भने फेरि अचार बिग्रिने चान्सेस हुन्छ। त्यसैले गर्दा चाहिँ म मजाले तेलमा हेर्दै पकाउँदै फुट गरुन्जेलसम्म पानी चाहिँ मजाले सुकाउँछु है मैले। म अझै केही समय चाहिँ पकाउँछु मजाले पानी सुक्दासम्म। यतिन्जेलसम्म म डिब्बाहरू रेडी पार्छु राख्नको लागि। यो सेलाएपछि राख्नु सजिलो पनि हुन्छ। अनि यसमा चाहिँ हजुरहरू अझै लङ टर्मसम्म टिकोस् भन्न चाहनुहुन्छ भने तपाईँ भिनेगर पनि राख्न सक्नुहुन्छ। यो भिनेगर चाहिँ अप्सनल हो टोटली। म चाहिँ राखिनँ, यतिकै थोरै बनाएको भएको भएर म चाहिँ यतिकै खान्छु। हस्, थ्याङ्क यू, नमस्ते।